त्यसमा पनि हामी काम गर्ने प्रयास गरिरहेका छौँ। एउटा के कुरा निरन्तर रूपमा जहिले पनि अलमल भएको मैले पाउँछु भने यहाँ एउटा सदस्यता व्यवस्थापन समिति भन्ने छ अनि काङ्ग्रेसको क्रियाशील सदस्यताको विषय चाहिँ यहीँबाट सुरु हुन्छ यहीँबाट टुङ्गिन्छ पाउँछु। सदस्यता व्यवस्थापन समिति भनेको कार्यालयको एउटा सचिवालय मात्रै हो। यसको काम क्रियाशील सदस्यताको फारम तल पठाउने हो। नेपाली कांग्रेस पार्टीको विधान अनुसार क्रियाशीलको नवीकरणको सम्पूर्ण विषय जिल्लामै टुङ्गिन्छ र नयाँ क्रियाशीलको सम्पूर्ण विषय क्षेत्रमै टुङ्गिन्छ। इभन जिल्लामा नै आउनु पर्छ। कुनै कुराको विवाद भयो भने मात्रै हामीले माथि हेर्ने हो। त्यसैले यो जिल्ला क्षेत्रमा ठिक समयमा काम गरियो भने यो कुरा हामी यहाँ माथि के पनि गर्ने पर्दैन। यो सन्दर्भ 12औं, 13औं, 14औंको अनुभवको आधारमा 15औं महाधिवेशनको कार्यतालिकाको दबावको बिचमा अद्भुत गतिमा काम भएको हामीले यसलाई पायौँ। धेरै जिल्लामा केही ठाउँहरूमा भने विवादहरू छन् र केही ठाउँहरूमा भने बदनियतका साथ क्रियाशील सदस्यताको काम यो कुरालाई लिएर मैले आज एउटा प्रस्ताव गरेको छु। त्यो प्रस्ताव क्रियाशील सदस्यताको विवाद भएको स्वाभाविक रूपले विवाद भएको र बदनियत राखेको ठाउँहरूमा नेपाली कांग्रेसको यो जारी बैठकले तत्कालै सर्वाधिकार सम्पन्न प्रति केही दिनका लागि तल फिल्डमै पठाउँछ। जो तल जान्छ 3-4 दिन बस्नुहुन्छ उहाँहरू र तीभित्र बसेर विधानले दिएको अधिकार प्रयोग गरेर क्रियाशील विवाद टुङ्ग्याउनुहुन्छ। त्यसो गर्दाखेरि बहुसङ्ख्य ठाउँ हाम्रो विवाद टुङ्गिन्छ। त्यसो गर्दाखेरि पनि जुन ठाउँबाट नियतवश क्रियाशील सदस्यता पठाउने काम गर्नु हुँदैन त्यो ठाउँलाई पुरानो क्रियाशील सदस्यताको आधारमा त्यहाँभित्र कामहरू अगाडि बढ्छ कि त्यो ठाउँले भाग लिन पाउँछ। यसलाई जबरजस्ती एउटा निर्वाचन क्षेत्रमा वा जिल्लामा गरेर यहाँको सम्पूर्ण पार्टीको अधिवेशनलाई प्रभावित गर्ने कोसिस हुन्छ भने त्यो बेला त्यही अनुसारको कारबाही गर्नु